साथीहरूलाई स्वागत छ। करिब करिब नयाँ नै पुरानै साथीहरू मैले देखिरहेको छु। केही साथीहरू नयाँ हुनुहुन्छ होला, त्यसको लागि सरले हेल्दी लिभिङको बारेमा संक्षिप्त परिचय दिइसक्नु भएको छ। हेल्दी लिभिङ नेपाल आजको डेटमा नेपालको नम्बर 1 डाइरेक्ट सेलिङ कम्पनीको रूपमा अगाडि बढिरहेको छ। हर व्यक्तिको लागि एक अवसर छ। एकदम इजी सम्झेर यो कामलाई गर्ने होइन, तर एकदम वन्डरफुल काम सम्झेर तपाईँले यसलाई गर्नुपर्ने हुन्छ। म बार बार एक शब्द युज गर्छु, सहज रूपमा। जो तपाईँबाट जे बन्छ त्यसलाई सहज रूपमा गर्नुपर्ने हुन्छ। आफ्नो कामलाई पनि डिस्टर्ब नगर्नुहोस् निरन्तर रूपमा, किनकि जिन्दगीमा यसलाई एक बी प्लानको रूपमा तपाईँले चुज गरेर लिएर जान सक्नुहुनेछ। त यो क्रममा हामीले एक किनकि प्रोडक्ट्स बेस्ड कम्पनी हो, एक प्रोडक्ट्स को बारेमा हामीले जानकारी लिनु जरुरी छ। त्यसै क्रममा हामी लगातार मेरो हिसाबले 8-10 दिन भइसक्यो हामीले प्रोडक्ट्सको बारेमा एक अलिकति ब्रिफ गरिरहेका छौँ। त्यो अन्तर्गत आज म जहाँ अस्ति छोडेका थियौँ त्यहीँबाट म स्टार्ट गर्दैछु। आई थिङ्क स्क्रबको बारेमा मैले डिटेल्समा चर्चा गरिसकेको छु। अब आज हामी चर्चा गर्छौँ फेस वासबाट स्टार्ट गर्छौँ। हुन त यो सामान्य फेस वास, स्क्रब, यो सबै क्रिमहरू प्राय तपाईँहरू सबैले युज गरिरहनु भएको छ, सबैले युज गरिरहनुहुन्छ। तैपनि यति डिटेल्समा किन भन्नु परेको होइन त्यस्तो लाग्छ, किनकि कहिलेकाहीँ तपाईँको हलो फस्न सक्छ होइन। मतलब कसैले केही क्रस क्वेसन गर्छ, त्यति बेला यसमा के क्वालिटीहरू छ, कुन कुराहरूलाई ध्यान राख्नु जरुरी छ, यो सबै चिजको बारेमा तपाईँलाई जानकारी भयो भने राम्रो हुन्छ। किनकि तपाईँले युज गर्नुहुन्छ, युज गरेपछि अरूलाई बताउनुहुन्छ, बताउने क्रममा तपाईँलाई केही पनि कन्फ्युजन नहोस् त्यो हिसाबले एक सिम्पल सामान्य प्रोडक्ट्सको बारेमा पनि जानकारी दिइरहेका छौँ। फेस वास तपाईँले देखिरहनु भएको छ, यसमा नीम ओइल छ, क्यारोट छ, अगाडि तपाईँले चित्र पनि देखिरहनु भएको छ। नीम भनेको बार बार भन्छु दुनियाँको सबैभन्दा ठुलो एन्टी फङ्गल एन्टिब्याक्टेरियल प्रोडक्ट हो होइन। जहाँनिर नीम लगाइन्छ त्यसको आसपासको हावा केही कीटाणुहरू पनि त्यो प्रवेश गर्न पाउँदैन भनिन्छ, मतलब यति पावरफुल हुन्छ नीम। त त्यसको अनि सफाइको लागि पनि होइन, क्लिन्जिङको लागि पनि, कुनै पनि प्रकारको जम्स ब्याक्टेरिया आदिलाई पनि किल गर्नको लागि नीम जानिन्छ। सो नीम को तेल यसमा छ, अनि क्यारोट्स पनि छ, क्यारोट्सको एक्सट्र्याक्ट पनि यसमा मिलाइएको छ। र यसरी एक शानदार फेस वास तपाईँको अगाडि छ। अब यसमा एक चिज ध्यान दिनुपर्ने कुराहरू हुन त मैले योभन्दा पहिला पनि भनेको छु, कयौँ साथीहरू अहिले नयाँ हुनुहुन्छ जसले पनि फेस वास युज गर्नुभएको होला। त फेस वासमा तपाईँले त्यहाँ दुईटा, एउटा रातो अनि एउटा हरियो, दुईटा दानाहरू देख्नु भएको होला होइन। त त्यो दाना भनेको वास्तवमा त्यही हो, क्यारोट। रातो मतलब क्यारोटको एक्सट्र्याक्ट त्यो दाना छ, अनि अर्को हरियो मतलब त्यसमा नीमको छ होइन। त सो जब तपाईँले फेस वास गर्नुहुन्छ त्यसलाई फोर्ने क्या होइन, यसरी हातमा जब हत्केलामा राख्नुहुन्छ त्यसलाई यसलाई फोरेर राम्रोसँग मिलाएर फेरि तपाईँले लगाउनु भयो भने राम्रो हुन्छ। त सामान्यतया फेस वास भन्ने बित्तिकै यसलाई मैले धेरै प्रोसेस सिकाउनु पर्दैन, तर यही हो कि तपाईँले केही समय फेस वासले पुरा शरीरमा एक भित्री पोर्सम्म पनि तपाईँको क्लिन्जिङ होस्, सफाइ होस्, त्यसको लागि तपाईँले अलिकति केही समय मसाज गर्न सक्नुहुन्छ। अनि मैले भनिदिइसकेँ, यो दुइटै जुन दानाहरू निक्लेको हुन्छ यो दुइटै दानालाई फोरेर मिलाएर युज गर्नुभयो भने अझै बेटर, राम्रो हुन्छ होइन। त क्लिन्जिङको लागि अनि तपाईँको स्किन्समा एक पोर्समा यदि त्यस्तो केही प्रब्लम छ भने त्यसको लागि पनि क्लिन गर्नको लागि यसले निकै नै मद्दत गरेको हुन्छ। बाँकी यो कुनै पनि स्किनको लागि हो, सायद यहाँ तपाईँले त्यो उसमा पनि देख्न सक्नुहुन्छ, अल टाइप अफ स्किन्स लेखेको छ जस्तो लाग्छ मलाई, कि ड्राई स्किन लेखेको छ। लेडिजहरूले पढ्नु भए पनि होला, ड्राई स्किन लेखेको छ कि अल टाइप अफ स्किन लेखेको छ। बाँकी सामान्यतया कयौँ साथीहरूले सोध्नु पनि हुन्छ यो पुरुषले युज गर्ने कि लेडिजले युज गर्ने। लेडिजले त कम्पलसरी युज गरिहाल्नुहुन्छ, तर जेन्ट्सले पनि युज गर्दा केही फरक पर्दैन होइन। त दुवैजनाले यसलाई प्रयोग गर्न सकिन्छ। त यो फेस वास भयो, यसको बारेमा धेरै डिटेल्स भन्न चाहन्न। बाँकी जसले युज गर्नु भएको छ उहाँहरूलाई थाहा छ। इट इज वन्डरफुल फेस वास, नेचुरल फेस वास। तपाईँले यसलाई आफ्नो फेस धुनको लागि प्रयोग गर्न सक्नुहुनेछ। नाइट क्रिम प्रयोग गर्दा अथवा कुनै पनि क्रिम लगातार लामो समय रहन दिनुहुन्न फेसमा, त लगभग 12-13 घण्टापछि तपाईँले फेस वासले त्यसलाई राम्रोसँग धोएर निकाल्न सक्नुहुनेछ। फेरि दुबारा लाउनु बरु, तर 10-12 घण्टापछि तपाईँले फेस वासले एकपटक क्लिन गर्नुपर्ने हुन्छ है। त यसको लागि तपाईँले फेस वासलाई प्रयोग गर्न सक्नुहुन्छ। एस्योर फेस वास तपाईँहरूको अगाडि देखिरहनु भएको छ। त्यस्तै नेक्स्ट हामीसँग प्रोडक्ट छ बिबी क्रिम। बिबी क्रिम को बारेमा पनि तपाईँलाई थाहा छ।
एक प्रकारले यो मेकअप किट नै जस्तो हो, किनकि यसमा तपाईँले देख्नु भएको छ ब्राइटनेस, कम्प्लेक्सन, इभन स्किन टोन, SPF 30 छ, PA यो साथै यसमा मतलब तपाईँको ओपेक फर्ममा हुन्छ नि, के फाउन्डेसन के भन्छ, त यो सबै त्यो सबै बेस पनि यसमा भएको कारणले तपाईँले एक मिनी मेकअप किटको रूपमा यसलाई तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। थोरै लाग्छ, थोरैमा पनि तपाईँको फेसमा राम्रोसँग त्यो रिफ्लेक्स भएको हुन्छ, त्यो देखिएको हुन्छ। त ओभरअल कुनै पनि स्किन्सको लागि बेबी क्रिम काम गर्छ। बाँकी यदि तपाईँले बेबी क्रिम लगाउँदै हुनुहुन्छ भने यसमा अलगै SPF 30 अथवा सनस्क्रिन लोसन पनि लगाउनु परेन, किनकि SPF 30 यसमा प्लस अलरेडी गरिएको छ। त सामान्यतया डेलीमा पनि प्रयोग गर्न सकिन्छ, अथवा पार्टीमा त कहीँ यसो जात्रा उत्रामा जानुहुन्छ नि पार्टीतिर, त्यति बेला पनि तपाईँले बेबी क्रिमलाई एक सामान्य मेकअपको रूपमा पनि युज गर्न सक्नुहुनेछ। त यसको बारेमा पनि सायद मैले डिटेलमा भन्नु पर्दैन। SPF 30 को बारेमा तपाईँलाई थाहा छ, सनस्क्रिन लोसन SPF 30। अब यसमा सन प्रोटेक्सन फर्मुला यो 30+, कसैको 40+, कसैले 15+ पनि देख्नु भएको छ, कसैले 50+ पनि देख्नु भएको छ हैन। त यसमा पनि कयौं साथीहरूलाई कन्फ्युजन हुन्छ नि, यो के होला, कुन चाहिँ लिँदा राम्रो हुन्छ होला भन्ने जस्तो हुन्छ हैन। त यसमा त्यति धेरै अन्तर हुँदैन। मानौ 30+, 15+ छ, 30+ छ, 40+ छ, त 2% 40+ ले 2% एक्स्ट्रा एस्युरेन्स दिन्छ, त्यति मात्र हो। तर ओभरअल 30+ नर्मली तपाईले प्रयोग गर्न सक्नुहुनेछ। मतलब सामान्य जुन युभी लाइट, घामबाट आउने अल्ट्रा भायोलेट जुन रेज छ, तपाईको स्किनमा डाइरेक्टली पर्यो भने त्यसले तपाईको स्किनलाई कालो बनाइन्छ बिस्तारै बिस्तारै। एक मिनेट है। ओके सर, ओके सरलाई नै मैले सर नै बोल्नु भयो, म त होस्ट बनाउँदै थिएँ। ओके, एनीवे, त जुन युभी रेज घामको जुन डाइरेक्टली यदि फेसमा पर्छ भने बिस्तारै बिस्तारै त्यसले स्किनलाई कालो बनाइदिन्छ हैन। त यदि रेगुलर घाममा तपाईँ हिँड्नुभयो, डाइरेक्टली यदि फेसमा घाम परेको छ भने, अब त्यो अनि लगातार धेरै दिनसम्म पर्यो भने त्यो यति कालो धब्बा हुन्छ, त्यो बिस्तारै बिस्तारै त्यो हट्ने क्रममा तपाईको पोतो जस्तो टाइपले देखिन थाल्छ, त्यो अलगै ब्ल्याक देख्न थाल्छ। त यदि तपाईले सनस्क्रिन लोसनलाई बाहिर निक्लिनुभन्दा पहिला यदि प्रपरली लगाउनु भएको छ भने त्यस्तो हुनबाट तपाईँ बच्न सक्नुहुन्छ। त्यसको लागि स्पेशली सन डिफेन्स SPF 30 क्रिम यो तपाईहरुको लागि उपलब्ध छ। सामान्य जसलाई त्यति हेभी मेकअप गर्न मन लाग्दैन, कसैलाई मेकअप मन पर्दैन, ठिकठाक सामान्य एक स्किनको हल्का केवल स्किन टोन अलिकति चेन्ज होस्, स्किन टोन बेटर होस् भनेर जसले चाहनुहुन्छ उहाँहरूले केवल सनस्क्रिन लोसन पनि प्रयोग गर्न सक्नुहुन्छ। सनस्क्रिन लोसन कसैको यदि ड्राई स्किन छ भने डाइरेक्ट सनस्क्रिन लोसन लगाउँदाखेरि अलिकति चपकै त्यसमा टाँसिएको जस्तो महसुस हुन्छ, राम्रोसँग त्यो नफैलिन सक्छ। त्यसको लागि तपाईले सनस्क्रिन लोसन भन्दा पहिला अलिकति तपाईले हल्का मोइस्चराइजर पनि युज गरेर फेरि सनस्क्रिन लोसन लगाउन सक्नुहुन्छ। त्यो इजिली त्यो तपाईको स्किनमा चारैतिर प्यारलल बराबर रूपमा त्यो फैलिन सक्छ। त डाइरेक्ट यदि सुक्खा स्किनमा तपाईले लगाउनु भयो भने त्यो त्यसलाई प्रपरली फैलाउनको लागि अलिकति गाह्रो हुन्छ, अनि तपाईलाई अलिकति हिचिङ महसुस पनि हुन सक्छ हैन, अलिकति अड महसुस हुन सक्छ। सो तपाईले अलिकति मोइस्चराइजर लगाएर फेरि तपाईले सनस्क्रिन लोसनलाई युज गर्न सक्नुहुनेछ। Tabaki protects the skin from dark spot, wrinkles, sunspots and sunburn. यो चारवटै काम यसले गरेको हुन्छ। त डेफिनेटली सनस्क्रिन लोसन भन्ने बित्तिकै सन घामबाट आउने जुन अल्ट्रा भायोलेट रेज हुन्छ त्योबाट बचाउने यसको मुख्य काम हो। जहिले पनि घरबाट यसो बाहिर निक्लिँदाखेरि डेली क्रममा तपाईले सनस्क्रिन लोसनलाई युज गर्न सक्नुहुनेछ। अब बेबी क्रिमलाई चाहिँ कहिलेकाहीँ अलिकति पार्टी नै जस्तोमा जाँदाखेरि लगाउन सक्नुहुन्छ भने सनस्क्रिन लोसनलाई चाहिँ डेली यसो बाहिर निक्लिँदाखेरि तपाईले युज गर्न सक्नुहुनेछ। तर नर्मल्ली मैले जाने अनुसार बाँकी कयौं विज्ञ हुनुहुन्छ कस्मेटिक्ससँग सम्बन्धित, सो उहाँहरूलाई यसको बारेमा डिटेलमा थाहा छ, म त्यति धेरै यसको बारेमा त्यति चर्चा पनि गर्दिन। त्यस्तै अर्को छ प्युरिफाइङ क्लिन्जर टोनर। अब यसमा स्पष्टै छ, क्लिन्जर मतलब क्लिन गर्ने, टोनर मतलब टोन चमकिलो चमक बढाउने हैन, टोन मतलब टोनिङ
स्किनको टोन भनेको रियल टोन भनेको स्किनबाट एक ग्लो आउनुपर्छ, त्यो चाहिँ टोन हो। तपाईँले सामान्यतया देख्नु होला स्किनमा कसैको स्किन चाहिँ एकदमै बिल्कुल अलगै साइनिङ आएको जस्तो देखिन्छ भने कसैको स्किन चाहिँ हुन त कसैको जन्मजात पनि हुन्छ, कसैको ड्राई स्किन, ओइली स्किन, नर्मल स्किन भन्ने हुन्छ नि, 3 प्रकारको स्किन्सहरू हुन्छ नि। हो त्यस्तै त तपाईँको कुनै स्किन एकदम टोनिङको साथमा हुन्छ, ब्राइटनेस आएको हुन्छ अनि साइनिङ आएको हुन्छ। त्यो साइनिङ जुन आउँछ, ब्ल्याक स्किनमा पनि साइनिङ हुन्छ हैन। एक त गोरो स्किनमा पनि एकदम फुस्रो देखिन्छ भने कुनै चाहिँ ब्ल्याक स्किन छ भने पनि एकदम मस्त टोन आएको हुन्छ, एकदम साइनिङ आएको हुन्छ, हो त्यो चाहिँ टोनिङ हो हैन। त त्यस्तो प्रकारको स्किनलाई टोनिङ गर्ने एक साइनिङ दिने काम यसले गर्छ। त क्लिन्जर भन्ने बित्तिकै तपाईँ सामान्यतया यसको प्रयोग भनेको कहीँ बाहिरबाट आउनु भएको छ भने त हर व्यक्ति आजकल जबमा हुनुहुन्छ, चाहे तपाईँ खेतीबारीमै जानुहुन्छ, बाहिर जानुभएको हुन्छ, धुलो धुवा यताउता उडेको हुन्छ, त्यो एक एक पोर्समा टाँसिएको हुन्छ, बाहिर तपाईँ बाइकमा स्कुटरमा हिँड्नु भएको हुन्छ, त्यति बेला पनि तपाईँको जति पनि यो वायुमण्डलमा भएको जति पनि साना मसिना माइक्रो कणहरू तपाईँको यो स्किनमा स्पेसली फेसमा, किनकि बाँकी हाम्रो शरीरको अन्य हिस्सा त हामीले पुरा ढाकेका हुन्छौँ तर फेस ओपन भएको हुन्छ। प्राय जति पनि क्रिम्सहरू हामीले फेसको लागि नै बनेको छ नि, यसको मुख्य कारण भनेको नै यही हो, किनकि प्राय अन्य बडीको अन्य पार्ट्सहरू त प्राय हाम्रो ढाकिएको हुन्छ, तर यो पोर्सन चाहिँ प्राय 24 आवर नै, राति पनि दिनमा पनि प्राय खुलेकै हुन्छ हैन। राति पनि कसै त छोपेर सोध्नुहुन्छ, प्रायले खुलै नै राख्नुहुन्छ फेसलाई। तो हमेसा यो खुला भएको हुन्छ, यसले हावा पानी चिसो तातो सबै झेल्नु पर्ने हुन्छ। सो यो स्किनलाई मतलब फेसको स्पेसली फेसको स्किनलाई हामीले अलिकति ध्यान दिनुपर्ने हुन्छ हैन। त सो तपाईँ यदि बाहिर हिँड्नु भएको छ भने त्यो वातावरणमा भएको जति पनि प्रकारका प्रदूषणहरू जुन पेस्टिसाइड्सहरू युज भएको हुन्छ, स्प्रे गरेका हुन्छन्, त्यो पनि हावामा उडेको हुन्छ, अन्य कुनै पार्टिकलको साथमा मिलेर तपाईँको त्यो स्किनमा गएको हुन्छ हैन। कयौँलाई यस्तो एलर्जी हुन्छ, त्यसको कारणै त्यही हो, किनकि हावामा कयौँ यस्ता पार्टिकल्सहरू, हानिकारक पार्टिकल्सहरू घुमिरहेको हुन्छ, त्यो स्किनमा स्किनको सम्पर्कमा आएको हुन्छ, त्यो एक एक पोर्समा बसेको हुन्छ, हो त्यसैले फेरि बिस्तारै बिस्तारै फङ्गस पैदा गरेको हुन्छ अनि त्यसपछि एलर्जी आदि आदि समस्याहरू भएको तपाईँले देख्नु भएको होला। त यस्तो नहोस् भनेर तपाईँले बाहिरबाट आइसकेपछि तपाईँले यो क्लिन्जर टोनर, यसमा मेरो हिसाबले सामान्यतया ब्युटी पार्लरमा बाहिर ओपन मार्केटमा पनि क्लिन्जर अलग पाउन सक्नुहुन्छ, टोनर अलग पाउन सक्नुहुन्छ, दुईटा अलग अलग किन्नुपर्छ भने यहाँ तपाईँलाई क्लिन्जर र टोनर दुईटै एकसाथ दिएको छ, दुईटै इफेक्ट तपाईँले योबाट प्राप्त गर्न सक्नुहुनेछ। आई थिङ्क यसलाई प्रयोग गर्ने तरिका भनेको क्लिन्जर टोनरलाई कटनमा अलिकति हाल्नु, त्यसपछि बिस्तारै बिस्तारै त्यसले तपाईँले पुरै स्किनमा तपाईँले त्यसलाई पुस्न सक्नुहुन्छ हैन। एकदम नरम आरामले, एकदम धेरै घस्ने पनि होइन, आरामले तपाईँले त्यसलाई क्लिन गर्न सक्नुहुन्छ एक एक पार्टलाई राम्रोसँग है। त यसको लागि तपाईँले यो क्लिन्जर टोनरलाई प्रयोग गर्न सक्नुहुनेछ। यदि रेगुलर यसरी प्रयोग गर्नुभयो भने तपाईँको स्किनको टोन पनि अलग हुँदै जान्छ, एक एक पोर्स एकदम क्लिन रहन्छ, एकदम राम्रो हुन्छ। सो स्किनमा स्पेसल्ली फेसको स्किनको लागि एकदम राम्रो हुन्छ। अनि अर्को कुरो तपाईँलाई थाहा छ मेकअप, अब जुन मेकअपहरू हामीले कहिलेकाहीँ ती डिपली यदि मेकअप गरेका हुन्छौँ, कयौँ प्रकारका तपाईँले त्यो मेकअपका सामग्रीहरू हामीले फेसमा युज गरेका हुन्छौँ, मैले भनिसकेँ त्यसलाई लामो समयसम्म रहन दिनु हुँदैन, किनकि लगातार जब फेसमा त्यो हिलिङ भइरहन्छ त एक क्रिया प्रतिक्रियामा त्यहीँ भित्रबाट पनि फोरहरू निक्लिरहेको हुन्छ, स्किन भित्रबाट पनि फोरहरू जेनेरेट भइरहेको हुन्छ हैन। हो त्यो कारणले तपाईँको आफ्नो मेकअपलाई पनि पर्टिकुलर टाइम पछि लगभग 10-12 घन्टा दिनको जुन मेकअप छ त्यसलाई हटाउनुको लागि पनि बेलुका तपाईँले क्लिन्जर टोनर युज गर्न सक्नुहुन्छ, क्लिन्जर टोनरको माध्यमबाट त्यसलाई राम्रोसँग हटाउन सक्नुहुन्छ। आई थिङ्क मैले जे भने सही नै भने होला। यदि त्यस्तो केही अझै केही जोड्नु पर्ने रहेछ भने जसको यो डिपार्टमेन्ट छ लेडिजहरूले स्पेसल्ली उहाँहरूले बाँकीका सेसनहरूमा अथवा यो पछि यो सेसन सकिसकेपछि तपाईँहरूले टाइम पाउनुहुनेछ। बाँकी अन्य साथीहरूलाई पनि जानकारी हुन्छ, प्राय गलत त भनेको छैन होला, तर त्यसमा केही जोड्नु पर्छ भने तपाईँहरूले सजेस्ट अवश्य गर्न सक्नुहुनेछ। त्यस्तै नेक्स्ट प्रोडक्ट तपाईँले देख्नु भएको छ डेली मोइस्चराइजर। डेली मतलब दैनिक रूपमा प्रयोग गर्ने मोइस्चराइजर मतलब स्किनमा एक नमी बनाइराख्ने हैन, चिल्लो ओसिलो बनाइराख्ने। मोइस्चराइजको मतलब हुन्छ ओसिलो बनाइराख्नु,
नमीयुक्त बनाइराख्नु हैन। त त्यसको लागि किनकि जाडोको स्पेशली जाडोको मौसममा यसको प्रयोग हुन्छ। गर्मीको मौसममा त प्राय प्राय अब हुन त हाम्रो काठमाडौँमा अथवा गोर्खामा कयौं पहाडी एरियामा त त्यति गर्मी हुँदैन, तर तराई बेल्टमा म्याक्सिमम गर्मी भएको हुन्छ, भित्रबाट पसिनाहरू निक्लिरहेको हुन्छ। सो त्यति बेला चाहिँ गर्मीमा ड्राई स्किनलाई त गर्मीमा पनि आवश्यकता पर्छ, नर्मल ओइली स्किनहरूलाई त्यति आवश्यकता पर्दैन। तर जाडोको मौसममा चाहिँ प्राय प्राय सबै प्रकारका स्किन्सलाई तपाईको मोइस्चराइजरको आवश्यकता पर्छ हैन। सो स्पेशली जाडोको मौसममा तपाईले मोइस्चराइजरलाई युज गर्न सक्नुहुन्छ। अब मोइस्चराइजर हुन त हाम्रा अब के हुन्छ भने हामी मिडल क्लास ब्याकग्राउन्डबाट आएका, अब गाउँबाट आएका हैन, अब गाउँमा त्यति यसको त्यति कस्मेटिक्स क्रिम्सको बारेमा त्यति ध्यान पनि दिँदैन। अब धुलो मुलो यताउता सबै चलिरहन्छ, साबुनले पनि मुख धोइदिन्छौँ कहिलेकाहीँ हैन, कहिलेकाहीँ त कपडा धुने साबुनले पनि मुख धोइदिएको देखेको छु मैले कसैले हैन, त्यस्तो नि गर्नुहुन्छ, काम चलिरहन्छ। तर के हुन्छ भने तपाईले आफ्नो स्किनलाई मोइस्चराइज्ड राख्नु भएन भने जति नमी यो स्किनमा चाहिन्छ त्यति मेन्टेन गरेर राख्नु भएन भने ध्यान राख्नु होला, स्किन एकदम रुखो हुँदै जान्छ हैन, एकदम ड्राई हुँदै जान्छ, रुखो हुँदै जान्छ। अनि त्यसपछि जस्तो खेतहरुमा सुक्खा भयो भने के हुन्छ, धाँजा फाट्छ नि, माटोमा सुक्खा भयो भने के अरे तपाईले खेत रोपेको बेलामा यदि पानी टाइममा दिनु भएन भने देख्नु भएको होला धाँजा फाट्न थाल्छ नि, हो यस्तै टाइपले त्यो धाँजा फाट्न थाल्छ। त्यही धाँजामा बिस्तार बिस्तार रिङ्कल्सको रूप लिन थाल्छ। तपाईले देख्नु भएको होला गाउँमा जसले आफ्नो स्किनलाई त्यति ध्यान राख्नुहुन्न, बाई फेस एकदम ब्युटिफुल हुनुहुन्छ, सुन्दर हुनुहुन्छ, गोरो हुनुहुन्छ, राम्रो हुनुहुन्छ, तर यदि स्किनलाई टाइम टु टाइम मोइस्चराइज गर्नु भएन, मोइस्चराइजर युज गर्नु भएन भने तपाईले तुलना गर्न सक्नुहुन्छ, तुलनात्मक रूपमा शहरको तुलनामा गाउँका कयौं यस्ता दिदी बहिनीहरू अथवा दाजुभाइहरूलाई तपाईले देख्नु भयो भने उमेरको हिसाबले एकदम अन्तर देखिन्छ। भर्खर 30 को हुनुहुन्छ तर 40-45 को देखिन्छ। कारण त्यसमा मुख्य कारण भनेको स्पेशली फेस, बाँकी अन्य हिस्सा त मैले भनिसकेँ त्यो ढाकेको हुन्छ, त्यति फरक पर्दैन हैन, तर स्पेशली फेसको स्किन चाहिँ 24 घण्टा ओपन हुने भएको कारणले यदि यसलाई हामीले मोइस्चराइज राखेनौं भने यसमा एकदम चाँडै रिङ्कल्स आउँछ अनि बार बार एकदम हेभी ड्राइनेस हुने भएको कारणले स्किनको कलरमा चेन्ज हुँदै जान्छ, जुन कलर भनेको बिस्तार बिस्तार एजिङ साइन देखिन थाल्छ, क्या बुढो भएको जस्तो देखिन थाल्छ। त कमसेकम तपाईले जसले स्किनलाई ध्यान राख्छ र जसले स्किनलाई ध्यान राख्दैन, त यो दुवैलाई तपाईले तुलना गर्नुभयो भने तपाईले करिब करिब 10-15 सालको 10-15 वर्षको अन्तर तपाईले अनुभव गर्न सक्नुहुन्छ। सो त किनकि आजकल त इन्टरनेटको जमाना छ, हर व्यक्ति जागरुक हुनु भइसक्यो। पहिला पहिला यस्तो जागृति त्यति थिएन, त्यति फरक पनि पर्थेन, तर आज अब फरक पर्दैछ। सो चाहे गाउँमा होस् चाहे शहरमा, गाउँका व्यक्तिहरूलाई त अझै पनि धेरै आवश्यकता पर्छ, किनकि ओपनली हामीले बाहिर घाममा अथवा बाहिर त्यतिकै धुलोमा खेल्नु पर्ने, काम गर्नुपर्ने हुन्छ। सो डेली मोइस्चराइजर उहाँहरूले रेगुलरली प्रयोग गर्न सक्नुहुनेछ आफ्नो स्किनलाई मोइस्चराइज राख्नको लागि, आफ्नो स्किनलाई एक नर्मल टोनमा राख्नको लागि। सामान्यतया मोइस्चराइजरमा यसमा अरू ध्यान दिनु पर्ने कुरा त त्यस्तो केही छैन। अब कसैको ड्राई स्किन छ भने चाहिँ मोइस्चराइजर यो क्रिम छ धेरै पिरहन्छ उसले, तपाईले एकपटक अलिकति निकालेर लगाउनु भयो, एकछिन तपाईले लगाउनु भयो भने त्यो बिल्कुल सुक्खा भएको महसुस गर्न सक्नुहुन्छ, किनकि स्किन ड्राई छ त स्किनले त्यसलाई एब्जर्भ गरिदिन्छ तुरुन्तै हैन। यदि त्यस्तो छ भने फेरि तपाईले दुबारा लगाउन सक्नुहुन्छ। अलिकति हल्का तपाईको जबसम्म लगाउने बित्तिकै केही समयसम्म अलिकति चिल्लो देखिँदैन तबसम्म तपाईले मोइस्चराइजरलाई अलिकति एड गरेर लगाउन सक्नुहुनेछ हैन। त यदि त्यस्तो भयो भने अब यसमा हुन्छ के, तपाईले आफ्नो स्किनमा पर्याप्त मात्रामा मोइस्चराइज राखिराख्नु भयो भने केही धुलोहरू गयो भने पनि त्यो क्रिमको बाहिरी जुन हामीले यो मोइस्चराइजर युज गरेका छौं त त्यो बाहिर लेयरमा नै त्यो टाँसेर बसेको हुन्छ। फेरि जब हामीले फेस वासले मुख धुन्छौं त्यति बेला त्यो इजिली त्यो धोएर जान्छ हैन। तर यदि हामीले यो मोइस्चराइजर युज गरेका छैनौं भने त्यो पोर्सहरू एकदम फाटेको हुन्छ, खुलेको हुन्छ, सम्पूर्ण धुलोहरू त्यो भित्री पोर्समा गएर फसिरहेको हुन्छ हैन, खस्रो दरदराउँदो तरिकाले फसिरहेको हुन्छ। सो
त यसको लागि तपाईँले आफ्नो स्किनलाई मोइस्चराइज गर्नको लागि स्पेसली जाडोको मौसम छ, म्याक्सिमम बिक्ने प्रोडक्ट्स पनि हो यो अहिले। त यसलाई तपाईँले आफ्नो पुरै परिवारलाई एक नर्मल क्रिमको रूपमा पनि तपाईँले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। सबैले बुवा आमा बच्चा बच्ची बुढा बुढी हर कसैले यसलाई प्रयोग गर्न सक्नुहुनेछ। त्यस्तै अर्को छ फेसियल मसाज क्रिम। यो मसाज क्रिम चाहिँ तपाईँको फेसियल अन्तर्गत, अब यो फेसियल भन्ने बित्तिकै पनि अब पुरुषहरूलाई त्यति मतलब हुँदैन, ध्यान दिँदैन। भनौँ त विदेशतिर त पुरुषले पनि पुरुषको रूपलाई पनि अलग पार्लर हुन्छ, लेडिजको लागि पनि अलग पार्लर हुन्छ, अथवा लेडिज जेन्ट्स दुवै काम चल्छ वहाँ। अब हाम्रो यहाँ चाहिँ प्राय पार्लरहरूमा ओन्ली फर लेडिज भनिएको हुन्छ। किनकि स्किनलाई ध्यान त दुइटैले दिनुपर्छ। त यो फेसियल अन्तर्गत प्राय फेसियल मतलब स्किनलाई अलिकति केयर गर्नको लागि जुन हामीले लगातार ध्यान दिन सक्दैनौँ, त कमसेकम सप्ताहमा 1 पटक 2 पटक, महिनामा 3-4 पटक यदि यसलाई अलगै केयर गर्नुभयो भने तपाईँको एजिङ प्रोसेस, स्किनको जुन एजिङ प्रोसेस छ, बुढ्यौली आउनुबाट बच्न सक्छ फेसियल गर्दाखेरिमा। यो मलाई भन्दा पनि यहाँ उपस्थित कयौँ साथीहरूलाई थाहा छँदैछ। त फेसियल किट अन्तर्गतको एउटा यो मसाज क्रिम पर्छ। जहाँसम्म पहिले तपाईँलाई मैले स्क्रबिङको बारेमा भने, स्क्रब एस्योर फेसियल स्क्रबको बारेमा भनेको थिएँ। स्क्रबको मतलब कोतार्ने होइन, हाम्रो एक एक छिद्रहरूमा जुन मैलोहरू भएको हुन्छ त्यसलाई कोतारी निकाल्ने काम त्यसले स्क्रबले गर्छ। कोतार्ने भन्नाले एकदमै धेरै दरदराउने तरिकाले गर्ने होइन, आरामले नै गर्नुपर्ने हुन्छ। त्यसपछि स्क्रबिङ गरिसकेपछि फेरि मसाज क्रिम लगाउनुहुन्छ। मसाज क्रिमले राम्रोसँग मसाज गर्नुहुन्छ, एकदम राम्रोसँग स्क्रबिङ गरिसकेपछि मसाज गर्ने। अब मसाज गर्ने तरिकाहरू तपाईँलाई सम्पूर्ण थाहा छ होला। अब यसरी गर्ने के यो तपाईँले अलिकति युट्युबमा खोल्नुभयो भने तपाईँलाई थाहा छ। क्लकवाइज गर्ने हो कि एन्टी क्लकवाइज गर्ने भने हो कि होइन, क्लकवाइज गर्ने भने हो के अरे, त्यो हिसाबले गर्नु होला। त्यो तपाईँहरूलाई थाहा छँदैछ, युट्युबमा पनि हेर्न सक्नुहुनेछ। त कमसेकम 3-4 मिनट 4-5 मिनट जति पनि छ राम्रोसँग मसाज गर्ने। एक यसमा भएको जुन जस्तो के छ, नेचुरल ओइल छ, अलिभ ओइल छ, आल्मोन्ड छ, सनफ्लावर ओइल छ, यसमा मिक्स गरिएको छ। त यो सम्पूर्ण चिजहरू जसले हाम्रो स्किन्सलाई नरिसमेन्ट दिन्छ होइन। त राम्रोसँग यसलाई मसाज गर्नुभयो भने हाम्रो एक स्किनलाई हाइड्रेट गर्छ, लचिलो बनाइदिन्छ। त्यो कारणले राम्रोसँग मसाज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ फेरि फेस प्याक होइन। त्यो माथि मसाज क्रिमले मसाज गरिसकेपछि तपाईँले अर्को युज गर्न सक्नुहुन्छ। अर्को नेक्स्ट प्रोडक्ट तपाईँले स्क्रिनमा देखिरहनु भएको छ, फेस प्याक। फेस प्याक लगाउनुहुन्छ। अब यो ओप्याक फर्ममा छ, मतलब एक पेस्ट जस्तो, क्या पेस्ट अर्ध तरल आकार भन्दा पनि ठोस नै हुन्छ, गिलो छ, गिलो माटो जस्तो। त यो प्याकलाई तपाईँले पुरै फेसमा, आँखाको एरियालाई छोडेर पुरै फेसमा तपाईँले लगाउनुहुन्छ राम्रोसँग, कहीँ पनि ठाउँ नछोडिकन। अनि त्यसपछि कमसेकम आई थिङ्क 15-20 मिनट करिब छोड्दा हुन्छ। अब अलिकति 10-15 मिनट धेरै भयो पनि केही फरक परेन, तर कमसेकम 15-20 मिनट चाहिँ यसलाई राखिदिनु फेसमा होइन। अब अलि हल्का सुकेपछि धुँदा पनि हुन्छ, एउटा अर्को तरिका भनेको। तर कमसेकम 15-20 मिनट चाहिँ फेसमा रहन दिनुपर्छ। त्यसपछि फेरि तपाईँले बिस्तारै यसलाई पानीले अथवा कटनले तपाईँले यसलाई धुन सक्नुहुन्छ। त यो फेस प्याकको काम। अब यसले के काम गर्छ, फेस प्याकमा विशेष प्रकारको कयौँ जडीबुटीहरू यसमा मिक्स गरिएको छ। त यसको कारणले तपाईँको फेसमा जुन डार्क सर्कलहरू छ, कालो धब्बाहरू हुन्छ नि, यो आँखाको तल धब्बाहरू, अनि फेसको बिचमा पनि गालातिर कहीँ पनि यस्तो धब्बाहरू छ, त्यो धब्बालाई हटाउनको लागि पनि मद्दत गर्छ। भने फेसमा ग्लो ल्याउँछ यसले होइन, फेसमा एक चमक ल्याउँछ। यदि तपाईँले नियमित रूपमा, नियमित भन्नाले डेली होइन, कमसेकम सप्ताहमा 1 अथवा 2 पटक यदि गर्नुभयो भने तपाईँको फेसमा बिस्तारै ग्लो आउन थाल्छ। त 100% नेचुरल छ, कयौँ नेचुरल इन्ग्रेडियन्ट्सहरू यसमा मिसाइएको छ। त यसलाई तपाईँले प्रयोग गर्न सक्नुहुनेछ।